चैतको अन्तिम साता नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पदावधि सकिँदैछ। त्यसैले नयाँ गभर्नर नियुक्तिको सिफारिस गर्न अर्थमन्त्रीको नेतृत्वमा 3 सदस्यीय समिति बनिसकेको छ। राष्ट्र बैंकको गभर्नरको नियुक्ति अगाडि सम्पादकीय लेख्नुपर्ने विषय कदाचित होइन। कुनै पनि सार्वजनिक पदमा सरकारले गर्ने नियुक्तिका बारेमा यो वा त्यो व्यक्ति ठिक भनेर सेतो पार्टीले कहिल्यै प्रत्यक्ष वा परोक्ष लबिङ गर्दैन, गरेको पनि छैन। त्यसो गर्नु समाचार संस्थाको मर्यादाभन्दा बाहिरको काम हो भन्नेमा हामी विश्वास राख्छौँ। बाजुपन सम्बन्धी कुनै पनि समस्या समाधानका लागि सम्झनुहोस् हार्दिक IVF एन्ड फर्टिलिटी सेन्टर, सिनामङ्गल, काठमाडौँ। यसपालि गभर्नर नियुक्तिमा पनि यो वा त्यो व्यक्ति ठिक भन्नेमा हाम्रो कुनै मत छैन। तर गभर्नर नियुक्तिमा यसपालि जे जस्ता विषय बाहिर आएका छन् तिनले हामीलाई चिन्तित बनाएको छ। यसअघि 2टा नियामक निकायका प्रमुखको नियुक्तिमा जे जस्ता प्रवृत्ति देखियो त्यसले पनि हामीलाई यो ठाउँमा पुर्याएको हो। नेपाल स्टक एक्सचेन्जको नेतृत्वमा बसेर काम गर्न अन्तर्राष्ट्रिय ब्याङ्कमा काम गरिरहेका एकजना प्रतिभाशाली युवा तयार भएका थिए। यो नियुक्ति फ्रेस स्टार्ट हुन्छ भनेर अर्थमन्त्रीसहित प्रधानमन्त्रीकै टिमका प्रबुद्ध व्यक्तिहरूले लबिङ गरे, तर त्यसलाई नकारियो। हिजो र आज पनि हाम्रो चाहना सिधा छ। नियामक निकाय र प्रमुख सार्वजनिक पदहरूमा गरिने नियुक्तिबाट सुशासनप्रति सरकारको प्रतिबद्धता झल्कियोस् र मानिसहरूले केही फरक हुँदैछ भन्ने महसुस गर्न सकुन्। थोरै भए पनि आशाको सञ्चार होस्। तर नियुक्तिहरूमा अक्सर झल्किने आसेपासे तन्त्र र नियुक्त मानिसहरूको अनुहारमा देखिने कुशासनको तस्बिरले सबैलाई वाक्क दिक्क बनाउने गरेको छ। अहिले त हामी यस्तो अवस्थामा आइपुगेका छौँ, सत्तासीन राजनीतिक दल र तिनका शीर्ष नेताहरू सँगै काम गरिरहेका कैयन मानिसहरूले नै हाम्रा नेता सुध्रिँदैनन् भन्न थालेका छन्। यसले हामीलाई थप चिन्तित बनाएको छ। अहिले आम मानिसमा देखिएको निराशाको प्रमुख कारण देशमा जारी यही आसेपासे तन्त्र र कुशासनको दुष्चक्र हो। यसको केन्द्रमा दलको शीर्ष तहबाट कहिले नउत्रिने र कहिले नसुध्रिने कसम खाए चाहिँ लाग्ने शीर्ष नेताहरू छन् भन्ने दिनानुदिन प्रष्ट हुन थालेको छ। अहिले सडकमा भइरहेको निरङ्कुश राजतन्त्रको मागलाई लोकतन्त्रको विराट प्रबन्धमा विश्वास गर्ने मिडिया, प्रबुद्ध नागरिक र दलभित्रकै निष्ठावान मानिसहरूले नै सशक्त प्रतिवाद गरे। तर त्यही तहको प्रतिवाद राजनीतिक नेतृत्वबाट भइरहेको कुशासन र उनीहरूले भरथेक गरिरहेको आसेपासे तन्त्र विरुद्ध हुन सकेको छैन। यसमा हामी सबै प्रष्ट हुन र आत्मआलोचित हुन जरुरी छ। मूल नेतृत्वलाई जिम्मेवार र जवाफदेही नबनाई अहिलेको विकृति र कुशासनमा सुधार आउँदैन। उनीहरूका विरुद्ध औँला नठड्याई र नबोली सुधार हुँदैन भन्ने हामीले लामो समयदेखि देखिरहेका र भोगिरहेका छौँ। यो सुधार बिना जनता झनै निराश हुनेछन् र लोकतन्त्र मास्न खोज्नेहरूले ढिलो चाँडो फेरि टाउको उठाउनेछन्। त्यसैले सबै मिलेर सुधारको दबाब बढाउन जरुरी छ। अब शीर्ष नेतृत्वका वरिपरि भएका मानिसहरूले पनि मैले कोठाभित्र त सुझाव दिएको हुँ भनेर मात्र पुग्ने अवस्था छैन। हाम्रा कानमा फुसफुसाएर पनि पुग्ने छैन। व्यवस्था र नेपालीको भविष्य नै धरापमा पर्न लागेको अहिलेको समयमा आवश्यक परे शीर्ष नेताहरूको सार्वजनिक रूपमै प्रतिवाद हुन जरुरी छ। यो पेचिलो समयमा शीर्ष नेताका वरिपरि बसेकाहरूबाट हामी कम्तीमा त्यति आँट र जागरुकताको आशा गर्छौँ। शीर्ष नेताहरूले गरेका निर्णय वा कामको सार्वजनिक रूपमै विरोध भएको छ भन्दैमा ती गलत नै हुन्छन् भन्ने छैन। तपाईहरूलाई त्यो काम सही लाग्छ भने त्यसको सार्वजनिक बचाउ पनि गर्नुहोस्, तर सार्वजनिक विरोध गर्ने हक पनि सुरक्षित राख्नुहोस्। शीर्ष नेताहरूलाई सुरुमै प्रष्ट भन्नुहोस्, अबदेखि तपाईहरूको बचाउ पनि सार्वजनिक रूपमा गर्छु र आलोचना पनि सार्वजनिक रूपमै गर्छु। त्यसले शीर्ष नेतालाई दबावमा पार्छ, सचेत गराउँछ र सच्चिन बल पुग्छ। यो सम्पादकीय गभर्नर नियुक्तिको प्रसङ्गमा लेखिएको भए पनि यसको बृहत पृष्ठभूमि छ। कुशासनको अन्त्य र सुशासनको बाटोमा कसरी प्रभावकारी दबाव सिर्जना गर्ने भन्ने अहिले हामी सबैले भोगेको चुनौती हो। राजतन्त्रले टाउको उठाउन लाग्दा यसकारण हामी सबैले सशक्त प्रतिवाद गरेका हौँ कि कुशासनमा व्यापक सुधार गरेर लोकतन्त्र बलियो बनाउन सक्छौँ भन्नेमा हामीलाई विश्वास छ। यसपालि गभर्नरको नियुक्ति हाम्रो त्यो विश्वासको परीक्षण पनि हो। गभर्नर नियुक्तिको विषयमा यो पटक हाम्रा कान ठाडा हुनुको कारण छ।
नयाँ गभर्नर चुन्ने बेलामा सरकारले गभर्नर लगायतका नियुक्तिका लागि मापदण्ड संशोधन गरेको छ। पहिले यस्ता संस्थाको प्रमुखमा नियुक्त हुने मानिसहरू 30 वर्ष पुगेको र 65 वर्ष उमेर ननागेको हुनुपर्ने उल्लेख थियो। यसपालि 65 वर्षको उमेर हद हटाइएको छ। 65 वर्ष नागेको मानिस गभर्नर बन्न लायक हुँदैन भन्ने पक्कै होइन। तर गभर्नर नियुक्तिको 1 महिना अगाडि यस्तो मापदण्ड संशोधन हुँदा र यसको औचित्यबारे सरकारले प्रष्टसँग नबोल्दा प्रश्न उठेको छ। कुनै खास व्यक्तिलाई हेरेर यो मापदण्ड संशोधन गरिएको हो भने त्यसले नियतको भ्रष्टीकरण भएको देखाउँछ। यो देशमा अहिले गभर्नर बन्न लायक 30 देखि 65 वर्ष समूहका मानिसको खडेरी पक्कै लागेको छैन। हामीले माथि नै भनिसक्यौँ, यसपालि गभर्नर बन्न चाहना राख्ने कुनै पनि व्यक्तिका प्रति हाम्रो आग्रह वा पूर्वाग्रह छैन। तर कुनै स्वार्थ समूहले अघि सारेका व्यक्ति गभर्नर बने भने केन्द्रीय ब्याङ्कको गरिमा धुलिसात हुन्छ भन्नेमा हामी प्रष्ट छौँ। यसले भोलि ल्याउने नकारात्मक असर पनि दूरगामी हुनेछन्। राष्ट्रिय ब्याङ्क स्वायत्त संस्था हो। राष्ट्रिय ब्याङ्कको गभर्नरको जिम्मेवारी अर्थमन्त्रीभन्दा कम होइन। खासमा गभर्नरको जिम्मेवारी 5 वर्षसम्म परिवर्तन नहुने हुँदा अर्थतन्त्रको स्थायित्वमा उसको भूमिका झनै धेरै हुन्छ। संसारभरिका गभर्नरहरूको मुख्य जिम्मेवारी बजारको मूल्य नियन्त्रणमा राख्ने, वित्तीय क्षेत्रमा स्थायित्व कायम गर्ने र विदेशी मुद्राको सञ्चितलाई सन्तुलनमा राख्ने हो। यो जिम्मेवारी पुरा गर्न गभर्नरले कहिलेकाहीँ सरकारबाट आउने दबावहरू पनि खप्न सक्नुपर्छ। स्वायत्त रूपमा निर्णय गर्न सक्नुपर्छ। प्राय राष्ट्र ब्याङ्कमा लामो समयसम्म काम गरेका अधिकारीहरू नै यो जिम्मेवारी पुरा गर्न सक्षम र अभ्यस्त हुन्छन्। त्यसैले क्षमता र इमान भएका राष्ट्र ब्याङ्कका अधिकारीहरू पाएसम्म उनीहरू मध्येबाट गभर्नर छान्ने परम्परा बसाल्यो भने त्यसले सधैँ विवाद कम जन्माउँछ। यसको अर्थ राष्ट्रिय ब्याङ्क बाहिरबाट गभर्नर बनाउन पाइँदैन भन्ने होइन। तर त्यो व्यक्ति यस्तो हुनुपर्यो सबैले सरकारले ठिक निर्णय गर्यो भन्न पाउन्, त्यस्ता मानिस नभएका पनि होइनन्। तर यसपालि गलत मानिस गभर्नरमा नियुक्त गरेर सरकारले आफ्नो साग थप गिराउने काम नगरोस्। लोकतन्त्रमा सुधार सम्भव छ भन्ने विश्वास राख्नेहरूलाई थप निराश नबनाओस्। कम्तीमा यसपालिको गभर्नर नियुक्ति कुशासनको अर्को कडी नबनोस्।